आशीर्वाद दिनुस्। धन्यवाद। हुन्छ, जय जय होस्। राम राम। बाई बाई। बाई बाई। स्टाइलमा भन्नुहोस् न अलिक, बाई बाई भनेर। बाई बाई। बोजू हजुर यतै छ? ठिकै छ। राम्रो हुनुहुन्छ? थ्याङ्क यू रिचक। थ्याङ्क यू गामा। नाना भागिन्नु पनि नाना भागिन्नु पनि अँधेरो छ नि भित्र। आउनुहोस् बोजू बाहिर, भित्र अँधेरो रहेछ बोजू। अँध्यारो छ त। बस्नुहोस् बोजू, आराममा बस्नुहोस्। छोरी आएन? खोइ आएर आएन? आएकै छैन। दुपारीहरू गर्दैछ पूजा? गर्छ नि। मजाले पूजा गर्नुहोस् ल सबैको लागि ल। ल अन्त यहाँ तपाईँको यो नुहाउने लुगा धुने साबुनहरू छ ल। हर्लिक्स सकेको छ कि? हल्ला सक्छ नि। हर्लिक्स ल्याएको छ। दुध खाँदैछ? दुध खान्छ नि। यो तेलहरू पनि ल्याएको छ ल। यो तेल होइन बोजूको? हो। तेलहरू ल्याएको छ। अरू त्यो खाजाहरू छिटो छिटो पकाएर खाने खाजाहरू ल्याएको छ। के हो सर? यहाँ सरफहरू, नुहाउने साबुन, त्यहाँदेखि के अरे थालबुट्टा मस्काउने माचिसहरू छ। तपाईँले यो के अरे यहाँ चाहिँ मेगीहरू छ। खाँदैछ नि मेगी? खान्छ नि। मिठो गरेर खान्छ? खान्छ नि। हाम्रो बोजूलाई यहाँ चाहिँ बोजूको तेलहरू छ ल। यहाँ दुध र अन्त चामल, दुध चाहिँ मजाले खानुहोस् ल। बोजूलाई अलिक तागत बनाउनु पर्छ ल। अन्त अरू सबै ठिकै छ नि? पानी तताएर खाने छैन। अझै बिग्रियो? छैन नि, बिग्रियो नि। ए पानी तताएर खाउने छिन्? ए ल हुन्छ हुन्छ। अन्त यो चाहिँ हाम्रो नि इन पर्सिट अफ पिस इन माइन्ड सेम किङ एल्सो भनेर मेरो देश विदेशमा भएका मेरा सम्पूर्ण साथीभाइहरू, टिकटक लाइभमा मलाई सहयोग गर्ने साथीभाइहरूको तर्फबाट र अनि मेरो परिवारको तर्फबाट एउटा सानो खुसी ल। हुन्छ। अब त सबैलाई राम्रोसँग आशीर्वाद दिनु सधैँभरि जस्तो। धन्यवाद होस्। हजुर, सबैलाई राम राम होस्। जय जय होस्। हुन्छ, धन्यवाद। धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद। खुसीमा बस्नुहोस् ल। खुसी छ। खुसी छ? खुसी छ। को हेर्दैछ? कसको गाडी आयो? आज मेरो व्रत थियो। ए व्रत हो? हो। ठिकै रहेछ नि त व्रतको दिनमा। तर व्रतमा हर्लिक्स खान्छ? खान्छ नि। ठिकै रहेछ, हर्लिक्स राखेको व्रतको दिनमा हर्लिक्स पुगेछ। तातो पानी ताताउने चाहिँ छैन अरे नि? तातो पानी तताउने छैन। ल ल हुन्छ हुन्छ हुन्छ। तातो पानी तताउने अहिले ल्याउनु पर्ने रहेछ नि? ल्याउनु पर्छ। अन्त छोरी कहाँ गएको छ सुभद्रा? तोरीबारीमा छ। तोरीबारी भेटेन त मैले हिजो अस्ति जाँदा। हिजो अस्ति त भेट्थेँ कि अनि भेटेन, एक दुई दिन भेटेन। कता गएछ त्यसो? कुनि त कता गयो गयो। ल ल बुझ्छु। त्यही अलिक बिमारी छ भनेर सुन्दैछ। हो, हिजो अस्ति त छेर्दै थियो भन्दै थियो। ए हो? अन्त हामी तर जान्दैछ नि, हामी उता जान्दा भेट्यो भने हेर्छ ल हामी ल। ए ल ल। हुन्छ हुन्छ। ल ल हुन्छ। सबैलाई राम्रोसँग आशीर्वाद दिनुहोस्। धन्यवाद। हुन्छ। जय जय होस्। राम राम। ल ल हुन्छ। धन्यवाद। सबैलाई राम्रो होस्। दिखाने पुगोस्, माइ खानु नपरोस्। जय जय होस्। सबैलाई धन्यवाद। ओके, बाई बाई। बाई बाई। बाई बाई भन्नु नि। बाई बाई। नमस्ते नमस्ते नमस्ते। जय जय। धन्यवाद। धेरै पढ्नु, ठुलो मान्छे हुनु, राम्रो गर्नु। अनि खानेकुराहरू पुग्दै रहेछ नि बोजूलाई? पुग्दैछ। अन्त सब्जीहरू कस्तो हुँदैछ? पुग्दैछ? सब्जीहरू अब अलि ल्याउनु पर्छ। यो के अरे हर्लिक्स एउटाले कति थाम्दैछ? 1 महिना थाम्छ? थाम्दैन? हिजो अस्ति सक्यो। 1 महिना ठिकै थाम्दो रहेछ नि। अन्त दुधले? दुध त जति
ए ल ल हुन्छ अझै दुबले पनि पुग्दैछ दुबहरू पूजा गर्ने पुग्दैछ नि ए रासिनहरूले पुग्दै रहेछ नि सबै पुगिरहेको छ बोजू सरसामानहरू घरमै दिइदिँदाखेरि तपाईँलाई हल्का हुँदैछ हल्कै हुँदैछ खुसी भयो होइन जस्तो भने तपाईँहरू खुसी हुनु चाहिँ पर्छ ल खुसी राम्रो ल ल हुन्छ हुन्छ तपाईँहरूको खुसी नै हाम्रो खुसी हो ल जय जय खुसी ल ल बाई 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 स्टाइलमा भन्नुहोस् न अलिक बाई बाई भनेर बाई बाई सामानहरू म भित्र पुऱ्याइदिन्छु नि ल ल हुन्छ भित्र त पुरा अँधेरो रहेछ होइन अँध्यारो छ नि अलिक बिमारी पो छु त ए बिमारी छ लड्न पनि खोज्दैछु ए ओके बत्ती राखिदिनु पर्यो ल ल बोजू जानु पर्यो ल ल धन्यवाद हुन्छ राम्रोसँग बस्नुहोस् न ल जय जय